खोटाङ दितेलतिर मात्रै पनि होइन, अस्ति म चाहिँ यो प्रदेश सरकारमा चाहिँ यो आन्तरिक मामुला तथा कानुन मन्त्रालय गएको थिएँ। त्यो मन्त्रालयभित्र पनि म जाने बित्तिकै हर्क साम्पाङ मेयरज्यूको चर्चा एकदम राम्रो रहेछ। त्यो मन्त्रालयबाट पनि श्रमदानमा आउनु भएको रहेछ। उहाँहरूले के भन्नुभयो भने उहाँ हामीलाई पनि कुनै दिन काम लाग्ने मान्छे हो, उहाँको काम चाहिँ मजाले मिलाएर गरिदिउँ है भनेर भनिदिनु भयो। त्यहाँको सचिवले त त्यहाँको चाहिँ प्रदेश सचिवले त मेरो अलिकति सिडिओसँग काम रोकिएको थियो एउटा निवेदनको, उहाँले फोन गरिदिनु भयो सचिवले होइन, ल यो विषय के हो तुरन्त एउटा सिफारिस बनाइदिनुहोस् भन्नु। भोलिपल्ट म गएँ, सिडिओले सुनसरी हाम्रो सिडिओज्यूले पनि सम्माननीय सिडिओज्यूले पनि सिफारिस बनाइदिनु भयो। एकदम सम्मान व्यवहार भयो, राम्रो भयो। प्रदेशमा निकै राम्रो चर्चा रहेछ। धरानमा चर्चा परिचर्चा कहाँ पुगे, विवाद कहाँ चुलियो, विवाद कति तल घट्यो भन्नतिर म जान्न। तपाईँको चाहिँ प्रदेशमा पनि श्रमको हर्क साम्पाङ मेयरज्यूको र हामी त्यहाँ जाँदै गर्दाखेरि जुन खालको चाहिँ एउटा चाहिँ जुन खालको व्यवहार त्यहाँ देखियो म पनि दङ परेँ क्या सर। किनभने प्रदेशले पनि हामीलाई निहालिरहेको रहेछ। एउटा कुरो त्यो भयो। अर्को कुरो खोटाङ जाँदै गर्दाखेरि पनि धेरै ठाउँ जाँदाखेरि उहाँ चाहिँ धरानको चाहिँ एउटा चाहिँ अभियन्ता हो है, धरानको चाहिँ एकदमसँगले चाहिँ भाइरल मान्छे हो है भनेर भन्नुभयो क्या। अनि यो कुरा चाहिँ कहाँ गएर कसरी जोडियो त्यसो नभन्नुहोस् न तपाईँहरू भन्दै गर्दाखेरि होइन, तपाईँले जुन खालको चाहिँ एउटा सङ्घर्ष गर्नुभएको छ धरानमा, त्यो धरानमा छेत्री बाहुन कति छन् हामीलाई थाहा छैन, छेत्रीको सङ्ख्या कति छ, बाहुनको सङ्ख्या कति छ हामीलाई थाहा भएन। तर तपाईँले जुन चुनौती चाहिँ धरानमा तपाईँले चाहिँ अगाल्नु भएको छ, जुन चुनौतीको चाहिँ सामना गर्नुभएको छ नि, त्यसको लागि चाहिँ हामी सम्मान गर्छौँ। हर्क साम्पाङ मेयरज्यूको जुन भिजनमा तपाईँहरूले जुन चुनौती एउटा देखाउनु भएको छ यो चाहिँ सामान्य छैन। यहाँ पनि अब हामी स्वतन्त्र हुन्छौँ है, तपाईँहरू आइदिनु पर्यो भनेर धेरै ठाउँमा त्यो विषय पनि ल्याउनु भएको छ। यसमा चाहिँ हामी आभारी छौँ, खुसी व्यक्त गर्न चाहन्छु। म अहिले जहाँसुकै जुनसुकै ठाउँमा गए पनि यो अभियानले हाम्रो धरानमा कहाँ पार्टीले के गर्यो, कुन साथीले के गर्यो, कुन धर्मले के गर्यो भन्नुभन्दा पनि जुन बाहिर बसेर निहाल्नु भएको छ आधिकारिक व्यक्तिहरूले, उहाँहरूले पनि सकारात्मक सोचिराख्नु भएको छ। र प्रदेश सरकारका सम्पूर्ण युनिटहरू र जे जति खोटाङमा भेट हुने शुभचिन्तकजीहरूलाई हार्दिक आभार व्यक्त गर्दै सलाम पनि गर्न चाहन्छु म।